नमस्कार सबैजनालाई। म तपाईहरुकै हिरामा आज पनि म फेरि बालबालिकाहरूसँग सम्बन्धित सानो एउटा सूचना विशेष गरी हाम्रा अभिभावकहरूको लागि लिएर आएको छु। म पेशाले मन्टेसरी प्रशिक्षक र म विशेषतः साना प्री प्राइमरी र प्राइमरीका बालबालिकाहरूसँग सम्बन्धित काम गर्छु र त्यही सम्बन्धित रहेर आज म आउँदै गरेको यो वसन्त पञ्चमीको अवसरमा हामी धेरैजना अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई स्कुलमा भर्ना गर्ने गर्छौँ र त्यो पावन अवसर, त्यो पावन दिनदेखि हाम्रा बालबालिकाहरूले अक्षर शुभारम्भ भनेर प्री स्कुलिङको पाठलाई सुरु गर्नुहुन्छ र यही क्रममा हाम्रा बालबालिकाहरूलाई कुन स्कुल बेस्ट होला भनेर खोजिरहेका हुन्छौँ हामी अभिभावकहरूले। अन्योलमा पर्छौँ, अब यो स्कुल पठाउने कि त्यो स्कुल पठाउने कि, यहाँ पठाउँदा राम्रो होला कि त्यहाँ पठाउँदा राम्रो होला कि, हामी अभिभावकहरू अत्यन्त अन्योलमा परिरहेका हुन्छौँ। यसै क्रममा केही सहयोग गर्न हाम्रा नजिकका स्कुलहरूले हाम्रो स्कुलको विशेषता चाहिँ यो छ है, यहाँ चाहिँ तपाईँले आफ्ना बालबालिकाहरूको भविष्य सुनिश्चित गर्नका लागि नानीलाई एडमिसन गर्न सक्नुहुन्छ, भर्ना गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ यसरी शिक्षण गराइन्छ भनेर सरले पनि आफ्नो थोरै प्रचारसँगै तपाईहरुलाई ढुक्क रहनुहोस् है, तपाईको साथमा हामी छौँ भन्ने हिसाबले कुराकानीहरू आइराखेका छन् होला, चलिराखेको पनि हुन्छ। यो बीचमा पनि हामी बुवा आमा भइकन हामी अभिभावकहरूलाई बेस्ट स्कुल कसरी छान्ने त भन्ने कुरामा चाहिँ एकदमै धेरै अप्ठ्यारो परिरहेको हुन्छ। अब म आज अभिभावक भइकन, म एउटा अभिभावक भइकन हजुर अभिभावकलाई सल्लाह दिन चाहन्छु कि हामीले बेस्ट स्कुल कसरी छान्ने है त। पहिलो कुरा, हामी हाम्रा बालबालिकाहरूलाई 2, 2.5 र 3 वर्ष उमेर अवधिभित्र हामी यो सरस्वती पूजामा बालबालिकाहरूलाई शुभारम्भ गराउँदैछौँ भने हाम्रा बालबालिकाहरूको लागि अत्यन्त उत्तम स्कुल त्यो हो जुन स्कुल बालबालिकाहरूको नजिकमा छ है। बालबालिकाहरूको टाढाभन्दा, डिस्टेन्सले टाढाभन्दा घर पाइ पढ्ने नजिकको स्कुल नै उहाँहरूको लागि बेस्ट स्कुल हो। सेकेन्ड, दोस्रो नम्बर, बालबालिकाहरूको लागि राम्रो स्कुल कुन हो त? बालबालिकाहरूको लागि राम्रो स्कुल त्यो हो जहाँ नानीलाई धारणा दिइन्छ, विकास, बानी विकासको धारणा सिकाइन्छ। सुरुमै अक्षर सिकाइहाल्ने, लेख्न सिकाइहाल्ने र पढ्न नै फोकस गर्ने स्कुलहरू भन्दा बानीको विकास गर्ने हो, धारणाको विकास गर्ने हो। त्यसैले असल धारणा दिनका लागि हाम्रा बालबालिकाहरूलाई बालमैत्री स्कुलहरू खोज्दै गर्दा मोन्टेसरी र बोर्डिङ बेसका प्री स्कुलहरू पनि मोन्टेसरी नै बालमैत्री शिक्षा हुन्छ भन्नु गलत हुनेछ, किनभने अहिले धेरै प्री प्राइमरी जुन स्कुल बेसका प्री प्राइमरीहरू छन् ती स्कुलहरूमा पनि राम्रो शिक्षण सिकाइ वातावरण सिर्जना गर्दै आउनु भएको छ। र यहाँहरूलाई म के चाहिँ भन्न चाहन्छु भने जुन स्कुलमा अनुभवी र तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ त्यो स्कुल तपाईका बालबालिकाहरूको लागि अर्को ढुक्क हुने ठाउँ हुनेछ, जहाँ तपाईले आफ्ना बालबालिकाहरूलाई पठाउँदै गर्दा आफू ढुक्क हुन सक्नुहुनेछ। मेरो नानीले केही न केही सुरक्षित महसुस गर्नेछ, केही सिक्दैछ। अर्को, ठुला भवन एकदमै फ्यासिलिटी त्यो त छ नै, त्यो सँगै सानो भवनमा पनि कम गुणस्तर चाहिँ दिँदैन है। कुनै कुनै यस्ता स्कुलहरू पनि छन् जहाँ भवन साना छन् तर एकदमै सुरक्षित छन्। ती सुरक्षित भवनहरूका लागि पनि र ठुला भवनमा राम्रा सुरक्षित कक्षा कोठाहरू पनि हाम्रो बालबालिकाहरूको लागि विशेष राम्रो हुनेछ। र हामी सबैजना अभिभावकहरूले रमणीय वातावरण, कक्षा कोठाको र विद्यालयको रमणीय वातावरण जहाँ बालबालिकाहरू जाँदै गर्दा प्रकृतिमय बन्न सकुन्, त्यो प्रकृतिमय बन्न सक्छन् भने त्यो स्कुलको अर्को प्लस पोइन्ट हो र तपाईँ हामी अभिभावक ढुक्क हुने अर्को एउटा कारण हो है। मैले यो भिडियोबाट हजुर हामीलाई जम्मा 5वटा कारणहरू बताउन चाहन्छु र 5वटा विशेष कुराहरूलाई चाहिँ तपाईले ध्यानमा राखेर आफ्ना छोराछोरीहरूलाई
एडमिसन गर्नुभयो, भर्ना गर्नुभयो भने हाम्रा बालबालिकाहरूको भविष्य सुनिश्चित छ। पहिलो कुरा त हाम्रा बालबालिकाहरूको लागि नजिकैको घर पाइ पढ्ने स्कुल हुनु पर्यो। दोस्रो कुरा त्यो स्कुलको वातावरण प्रकृतिमय हुनु पर्यो। नानीले खेल्न, उफ्रिन, कुद्नका लागि फराकिलो ठाउँ भएकै स्कुल रोज्नुहोस्। तेस्रो कुरा त्यो स्कुलका शिक्षकहरू र त्यो स्कुलको टिम तालिम प्राप्त भइदियो भने, प्री प्राइमेरीको त्यो टिम चाहिँ नि तालिम प्राप्त भइदियो भने त्यो स्कुलका बालबालिका, त्यो स्कुलमा बालबालिकाहरूले बालमैत्री तरिकाले सिक्नुहुनेछ। चौथो कुरा हो सुरक्षित भवन है। चौथो कुरा त्यो स्कुलको सुरक्षित भवन, स्ट्रक्चर अफ स्कुल होइन, स्ट्रक्चर अफ स्कुल। सानो स्कुल हुँदाखेरि पनि सुरक्षित चाहिँ हुनु पर्यो। हाम्रा बालबालिकाहरूको लागि हामी असुरक्षित कतै पनि रोज्न चाहँदैनौँ, त्यसैले सुरक्षित हुनु पर्यो। र पाँचौँ र महत्त्वपूर्ण पोइन्ट भनेको त्यो स्कुलको टिमले अभिभावकलाई अत्यन्त आफ्नो बालबालिकाहरूको सिकाइका लागि जहिले पनि साथ लिएर हिँड्ने स्कुल भइदियो भने हाम्रा बालबालिकाहरूको भविष्य सुनिश्चित हुनेछ र हामी ढुक्कसँग असल अभिभावक बन्ने एउटा प्रोसेस जुन स्कुल चुज गर्ने पनि हो, त्यो स्कुल चुज गर्दै गर्दा असल अभिभावकको एउटा भूमिका निभाउनेछौँ। यहाँहरू सबैजनालाई, यहाँहरू सम्पूर्ण अभिभावकहरूलाई अहिले हतार नगरिकन विभिन्न खालका स्किमहरू पनि आउँछन् है, होइन? विभिन्न खालका स्किमहरू, यो फ्री, त्यो फ्री, यो गर्दा यो फ्री, यति फ्री। हामी बालबालिकाहरू प्रशस्त मात्रामा, हामी बालबालिकाहरू हामी बालबालिकाहरूलाई अत्यन्त माया गर्छौँ। हाम्रा सन्तानका लागि हामी जे पनि गर्न चाहन्छौँ भने यो एउटा छुट्टाउनै नहुने कुरा हो, असल स्कुल चुज गर्नु। असल स्कुल चुज गर्दै गर्दा यहाँहरू सबैजनाले, यहाँ हामी अभिभावकहरूले आफू असल अभिभावक भएको एउटा भूमिका निर्वाह गर्दा रहेछौँ। त्यसैले यहाँहरू सबैजनाले उसले यो दियो, उसले त्यो दियो, उसले यतिमा यो रिटर्न गर्छ भन्दा पनि मेरो नानीले सुरक्षित वातावरणमा बालमैत्री सिकाइको अवधारणा विकास होस् भन्नका लागि स्कुल पठाउन सुरु गरौँ। र यसरी नै हजुरहरूले यो वसन्त पञ्चमीको पावन अवसरमा हाम्रा छोराछोरीहरूको शुभारम्भ, अक्षर लेखाइको शुभारम्भ, स्कुल जाने शुभारम्भ गर्नुहुनेछ। र यसरी यो भिडियोले पनि तपाईँहरूलाई केही न केही हदसम्म सपोर्ट गर्ला। यदि सपोर्ट गर्यो भने म फेरि पनि यस्तै खालका भिडियोहरू हाल्नेछु र प्री बेसिस भर्खर स्कुल गइराखेका नानीहरूलाई कस्ता खालका क्रियाकलापहरू हामीले घरमा गर्न सकिन्छ त भन्ने गर्दा हजुरले मेरो पुरानो भिडियोहरू हेरेर आफ्ना छोराछोरीहरूमा प्रयोग गर्न सक्नुहुन्छ। त्यति बेरसम्मको लागि यहाँहरूलाई यो भिडियो नमस्ते। यो त